वाइड स्क्रिन 13 प्रो म्याक्स सम्पूर्णमा नमस्कार। म सुनिल पाण्डेको तर्फबाट आज चाहिँ म हजुरहरूलाई 13 प्रो म्याक्स वाइड स्क्रिन रिपेयर कसरी गर्ने भनेर देखाउँदैछु। सुरुमा चाहिँ हामीले फोनलाई हिटिङ गर्छौँ। पहिले हिटिङ गरिसकेको छु मैले। अनि तपाईँको चाहिँ हल्का लिक्विड हालेर ब्लेडको सहाराले बिस्तारै बिस्तारै ओपन गर्दै जानेछौँ। हेर्न सक्नुहुन्छ साइड साइडमा लिक्विड हाल्दैछु र ब्लेडको सहाराले हल्का हल्का नरम हातले गर्नुपर्ने हुन्छ। बिस्तारै बिस्तारै साइड साइडबाट हाल्दैछौँ। हेरौँ, हेर्दै जानु होला, पुरा हेर्नु होला भिडियो। हजुरलाई A to Z देखाइदिएको छु। हेर्न सक्नुहुन्छ बिस्तारै एक साइडबाट चाहिँ ओपन भइसकेको छ। अब हामी अर्को साइड खोल्छौँ है। दुवै साइड खोल्नुपर्ने हुन्छ। दुवै साइड बिस्तारै बिस्तारै लिक्विड हालेर खोल्दै जाउँ। यो माथिल्लो भागमा चाहिँ जुन साइड लिक्विड हालेको त्यो साइडमा चाहिँ हामीले ब्लेडलाई चाहिँ प्रेस नगरौँ है। अर्को साइडबाट चाहिँ बिस्तारै बिस्तारै ओपन भइरहेछ। हजुरले खुलेन भने लिक्विड चाहिँ हालिरहनु होला। लिक्विडले डिस्प्लेलाई चाहिँ केही असर गर्दैन है। डिस्प्लेमा असर गर्दैन। बिस्तारै बिस्तारै ब्लेड चाहिँ बढी बाङ्गो भयो भने पनि तपाईँको समस्या हुनसक्छ र ब्लेड चेन्ज गर्दै अर्कोले चाहिँ बिस्तारै बिस्तारै गर्दै जाउँ र हल्का लिक्विड हालौँ। हिटिङ कम भएको छ भने फेरि अझै पनि हिटिङ गर्न सकिन्छ। मैले चाहिँ गरेको छैन, हिटिङ अलि बढी नै गरेको थिएँ र बिस्तारै बिस्तारै लिक्विडको सहाराले मैले चाहिँ भित्रको गमहरू छुट्याउँदैछु। यो साइडमा चाहिँ सकेसम्म नहाल्नु होला है। यो साइड भनेको चाहिँ अलि डेन्जर हो। अब सिक्ने मान्छेलाई चाहिँ गाह्रो हुन्छ। बिस्तारै बिस्तारै हालेर हल्का रूपमा चाहिँ गर्न सकिन्छ र त्यो भाग चाहिँ बढी प्रेस, यो भाग चाहिँ बढी प्रेस पऱ्यो भने तपाईँको डिस्प्ले लाइनिङ आउने समस्या बढी हुनसक्छ। त्यसलाई चाहिँ ध्यान दिनुपर्ने हुन्छ। र दुवै साइडबाट ओपन भइसकेको छ र मेन भाग भनेको चाहिँ अब माथिको भागमा आउँछ। तपाईँको दुई साइड चाहिँ ओपन भइसक्यो, हेर्न सक्नुहुन्छ। र अब माथिल्लो भागमा चाहिँ बिस्तारै ब्लेड हालेर यहाँ यो साइडमा चाहिँ लिक्विड नहाल्नु होला है, किनभने त्यहाँ फेस आइडी हुन्छ। फेस आइडी क्यामेरालाई चाहिँ इफेक्ट गर्न सक्छ। लिक्विड नहालिकन हल्का हिटिङ गरेर बिस्तारै बिस्तारै निकाल्नु होला। यतिकैमा हाम्रो चाहिँ चारै साइडबाट लगभग खुलिसकेको छ। बिस्तारै बिस्तारै गम छुटेको ठाउँ छैन भने बिस्तारै आफ्नो नङले धेरै चाहिँ डिस्प्लेलाई प्रेस नपारिकन हल्का नङले गमहरू चाहिँ छुट्याइदिनु होला। त्यो भयो भने सजिलो हुन्छ, रिस्क कम हुन्छ। बिस्तारै बिस्तारै फाइनल्ली निस्किसकेको छ। केही गमहरू रहेको, बाँकी रहेको गमहरू चाहिँ म निकाल्दैछु र फाइनल्ली सेट ओपन भइसकेको छ, हेर्न सक्नुहुन्छ। 13 प्रो म्याक्सहरूमा चाहिँ म्याक्सिमम प्रब्लम आउँछ र यसमा चाहिँ तपाईँको सल्युसन गर्न सजिलो पनि छ। ध्यान दिएर हेर्नु होला। फाइनल्ली ओपन भइसकेको चाहिँ म माइक्रोस्कोपबाट चाहिँ हेर्दैछु। डिस्प्लेमा तल चाहिँ लाइनिङ पोइन्टहरू हुन्छ, 10-10वटा पोइन्ट हुन्छ। त्यसमा चाहिँ हामी 7-7 नम्बर पोइन्टहरू चाहिँ हेर्छौँ है। त्यसमा चाहिँ हल्का सर्जिकल ब्लेडले हल्का रूपमा स्केयर गर्नेछु मैले। अब तपाईँको 7 नम्बर पोइन्ट, दायाँ पनि 7 नम्बर, बायाँ पनि 7 नम्बर है। दायाँ बायाँ 7 नम्बरमा चाहिँ स्क्र्याच गर्नु होला। बिस्तारै बिस्तारै स्क्र्याच गर्नु होला, किनभने बढी प्रेस पऱ्यो भने डिस्प्ले समस्या आउनसक्छ। हल्का हल्का स्क्र्याच गरेर ट्र्याक मात्रै निकाल्नु होला। गनेर 7वटा नम्बर चाहिँ गनेर निकाल्नु होला। अब मैले क्लियरली यो देखाउन त सकिनँ, तर 7-7 नम्बरमा चाहिँ स्क्र्याच गर्दैछु। दुवै साइड स्क्र्याच भइसकेको छ। अब पनि हामी आइरन थोरै चाहिँ तपाईँको पेस्ट हालेर आइरनको सहाराले गोल्डन डटलाई चाहिँ हामी सोल्डिङ गर्नेछौँ। फ्लक्स हाल्नुपर्ने हुन्छ पहिला। फ्लक्स हालेर चाहिँ सोल्डिङ हालेर तपाईँको आइरनले वाइट बनाउनेछौँ। हेर्दै जानु होला। हल्का रूपमा, धेरै चाहिँ बढी हिट पनि नराख्नु होला। 350 आइरनको चाहिँ 350सम्म राखेर गर्नु होला। अनि साथसाथमा चाहिँ जम्पर हानिदिनुहोस्। जम्पर वायर, मसिनो जम्पर वायरले जुन 7-7 पोइन्टमा चाहिँ हामीले तपाईँको स्क्र्याच गरेर चाहिँ सोल्डिङ गरेको छौँ, त्यसमा चाहिँ जम्पर हान्न सकिन्छ। दुईतिर जम्पर हान्नु होला। दुईवटा पोइन्ट चाहिँ जोड्न सकिन्छ। र तपाईँको यसमा कस्तो हुन्छ भने भोल्टेज पनि बढी अप डाउन हुनसक्छ। भोल्टेज पनि चेक गर्नुपर्ने हुन्छ है। हजुरहरूले भोल्टेज पनि चेक गर्नु होला। प्रायः चाहिँ साथ जम्पर हानेर सल्युसन हुन्छ। इनकेस भएन भने भोल्टेजहरू चेक गर्नुपर्ने हुन्छ। त्यस्तो समस्या भयो भने पनि मलाई खबर गर्न सक्नुहुन्छ, म जानकारी दिनेछु।
जम्पर हानिसकेँ मैले, हेर्न सक्नुहुन्छ। लामो भएको वायर काट्दैछु। फाइनल्ली सेट ओपन भइसकेको छ, हेर्न सक्नुहुन्छ। सेट ओपन भइसक्यो। यस्तै समस्याहरू हजुरहरूलाई केही समस्या पऱ्यो भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। म हजुरहरूलाई फोन वा व्हाट्सएप मार्फत सबै कुरा जानकारी दिनेछु। थ्याङ्क यू, धन्यवाद।